दर्शकबिन नमस्कार। तपाईँ यति बेला हेर्दै हुनुहुन्छ केआर जोशी अपडेट। हामीले नेपाली न्युजहरू एकदमै नयाँ नयाँ र सत्य तथ्य न्युजहरू ल्याउने गर्छौँ। जुन आजको न्युजमा भनिएको छ बालेन शाहको घर तोडफोड गरियो भन्ने विषयमा। आखिर यो तोडफोडको विषय कहाँबाट आयो, यो तोडफोड कसले गरेको हुन्छ, कुन पार्टीका नेताले गरेको हुनसक्छ, बालेन शाहको पछाडि परेको पुस्तौँदेखि पछाडि परेको बालेन शाह काठमाडौँ महानगरका मेयर हुँदादेखि नै एमाले बालेनलाई पछार्दै गरेको अवस्था देख्न सक्छौँ हामीले। र हामीले अब शङ्का गर्ने बेला पनि भएको छ र सबै नेपाली जनताहरू सचेत हुनुपर्ने अवस्था आएको छ। बालेन शाहको घर तोडफोडमा कसको हात हुनसक्छ, कसको गल्ती हुनसक्छ र कुन पार्टीको मिलो मतमा भएको हुनसक्छ, यो विषयलाई चाहिँ तपाईँहरूले हामीहरूले सबैले विचार गर्नुपर्ने बेला आएको छ। र बालेन शाहको घर तोडफोड गर्नेमाथि कडाभन्दा कडा कारबाही हुनुपर्छ, दोषीलाई छिट्टै कारबाहीको दायरामा ल्याउनुपर्छ भन्ने हाम्रो माग हो। तपाईँको विचार कमेन्ट गर्नुहोला।